नमस्कार सबैजनालाई। आज हामी एउटा इकोनोमिक्सको इम्पोर्टेन्ट टपिक आइएसएलएम एप्रोचको बारेमा केही छलफल गर्नेछौँ र यो टपिकलाई हेर्ने हो भने यो एनआरबी अफिसर इक्जाम जसले प्रिपरेसन गरिराख्नु भएको छ यो एकदमै इम्पोर्टेन्ट पनि छ, किनभने पास्ट इयरका क्वेसनहरू हेर्ने हो र 2066 देखिको अहिले 2081 सम्मका क्वेसनहरू हेर्ने हो भने नि आइएसएलएम एप्रोच चाहिँ जहिले पनि आएको देखिन्छ र यो चाहिँ एउटा कस्तो क्वेसन हो भनेपछि एउटा इम्प्लिकेसन खालको क्वेसन पनि हो, किनभने हाम्रो अब सेन्ट्रल ब्याङ्क र मिनिस्ट्री अफ फाइनेन्सको सम्बन्धमा त्यो दुईटैको कोअर्डिनेसनको बिचमा पनि यो आइएसएलएम एप्रोचहरू सोध्ने गरिन्छ। सो आइएसएलएम एप्रोच चाहिँ हाम्रो चाहिँ सबै कुराबाट सबै पर्सपेक्टिभबाट एकदमै इम्पोर्टेन्ट देखिने भएकोले र यो आइरहेको भएकोले हामीले चाहिँ यसमा इम्पोर्टेन्टली अलिकति राम्रोसँग पढ्न जरुरी छ, बुझ्न जरुरी छ। सो अब म चाहिँ अब यसको सानो इन्ट्रोडक्सन दिन चाहन्छु। के हो त आइएसएलएम एप्रोच? व्हाट इज द मिनिङ अफ आइएसएलएम एप्रोच? आइएसएलएम एप्रोच अल्सो कल्ड एज हिक्स-ह्यान्सन एप्रोच। हिक्स-ह्यान्सन एप्रोच पनि भन्छ यसलाई, किनभने आइएसएलएम एप्रोच इज डेभलप्ड बाई हिक्स-ह्यान्सन। आइएसएलएम मोडल डेभलप बाई J.R. Hicks in 1937 and extended by Elip Hanson भन्छ। सो आइएस भनेको प्रोडक्ट र गुड्स मार्केट अर्थात् रियल मार्केट भन्छ भनेपछि एलएम भनेको मनी मार्केट हो र हाम्रो आइएस मार्केटमा चाहिँ इन्भेस्टमेन्ट र सेभिङको कुरा आउँछ भने हाम्रो मनी मार्केटमा चाहिँ मनी डिमान्ड एन्ड मनी सप्लाईको कुरा आउँछ र यो बीचको इक्विलिब्रियम कन्डिसन चाहिँ जुन चाहिँ आइएसएलएम एप्रोचले एनालाइसिस गर्दछ र यसमा चाहिँ हाउ मच इन्ट्रेस्ट रेट एन्ड हाउ मच इन्कम इज निडेड टु इक्विलिब्रियम रियल मार्केट एन्ड मनी मार्केट को इक्विलिब्रियम चाहिँ कुन कन्डिसनमा कति इन्ट्रेस्ट रेट र कति इन्कम हुँदाखेरि त्यो मार्केट इक्विलिब्रियम हुन्छ भन्ने कुरा चाहिँ यसबाट हामीलाई थाहा हुन्छ र यसले स्टडी गर्छ। अब यो हामीले इम्प्लिकेसनको कुरा गर्ने हो भने यसमा राष्ट्र बैङ्कको पनि र सेन्ट्रल ब्याङ्कको पनि कोअर्डिनेसन कसरी गर्ने, कस्तो खालको कोअर्डिनेसन भयो भने हामीले चाहिँ इक्विलिब्रियम कन्डिसन पाउँछौँ दुईटै मार्केटको भन्ने कुरा पनि यसले डिस्कस गर्ने र यसले हामीलाई चाहिँ जानकारी गराउँदछ। सो हामीले चाहिँ बेसिकल्ली तिनीहरूको कोअर्डिनेसन कसरी गराउने भन्दाखेरि हामीले आइएसएलएम एप्रोच थ्रु हामीले चाहिँ स्टडी गर्ने गर्दछौँ। सो अब यो आइएसएलएम एप्रोचको हामीले किन्सियन भ्यू बारे हामीले अलिकति स्टडी गर्न चाहन्छौँ। सो अब किन्सियन भ्यू अन्तर्गत आइएसएलएम एप्रोच भनेको के हो त? इट हेज बिन asserted that in the Keynesian model, where is the change in rate of interest in the money market affect investment and therefore the level of income and output in the goods market भन्छ। In other words, in Keynes simple model, the level of national income is shown to determined by the goods market equilibrium। त्यो चाहिँ हाम्रो किन्सियन भ्यूज भयो। किन्सियन भ्यूजले चाहिँ यसरी भनेको छ। ल द रेट अफ इन्ट्रेस्टको कुरा गर्दाखेरि अकर्डिङ टु किन्स इज डिटरमाइन्ड बाई मनी मार्केट इक्विलिब्रियम बाई द डिमान्ड एन्ड सप्लाई अफ मनी। अर्थात् किन्सले के भन्छ भनेपछि इन्ट्रेस्ट रेट डिटर्मिनेसन कसरी गर्छ भन्दाखेरि एउटा चाहिँ डिमान्ड एन्ड सप्लाई अफ मनीको मनीबाट चाहिँ इन्ट्रेस्ट रेट डिटर्मिनेसन गर्ने काम गर्दछ। सो यो चाहिँ अकर्डिङ टु किन्सियन भ्यूको मैले कुरा गरिरहेको। अनि इन दिस सिम्पल एनालाइसिस अफ इक्विलिब्रियम द गुड्स मार्केट किन्स कन्सिडर इन्भेस्टमेन्ट टु बी डिटरमाइन्ड बाई द रेट अफ इन्ट्रेस्ट एलोङ विथ द मार्जिनल इफिसियन्सी अफ क्यापिटल एन्ड इज सोन टु द इन्डिपेन्डेन्ट अफ द लेभल अफ नेसनल इन्कम भन्छ। त्यसपछि हिक्स, ह्यान्सन, लर्नर एन्ड जोन्सन ह्याभ पुट फरवर्ड अ कम्प्लिट एन्ड इन्टिग्रेटेड मोडल। किन्सियन भ्यूबाट यो हाम्रो आइएसएलएम एप्रोच चाहिँ किन्सियन भ्यूले चाहिँ स्टार्टेड गरे तापनि यसलाई चाहिँ फर्दर एक्सप्लेन कसले गर्यो भन्दाखेरि हिक्स, ह्यान्सन, लर्नर एन्ड जोन्सनले चाहिँ यसलाई चाहिँ फर्दर एक्सप्लेन गरेको देखिन्छ। सो बेस्ड अन किन्सियन फ्रेमवर्क वेयर द भेरिएबल सच एज इन्भेस्टमेन्ट, नेसनल इन्कमको कुरा आउँछ, रेट अफ इन्ट्रेस्टको कुरा आउँछ, डिमान्ड फर द सप्लाई अफ मनी आर इन्टर-रिलेटेड एन्ड म्युचुअली इन्टरडिपेन्डेन्ट एन्ड क्यान बी रिप्रेजेन्ट बाई द टु कर्व कल्ड द आइएसएलएम कर्व भन्छ। सो
यसले चाहिँ आइएसएलएम कर्व भन्ने गर्छ। दिस एक्सटेन्डेड किन्सियन मोडल इज देयरफोर नोन एज द आइएसएलएम कर्व मोडल। अर्थात् किन्सियन भ्यूलाई चाहिँ जसले हिग्स र ह्यान्सनले जुन एक्सटेन्डेड गर्नुभयो त्यसलाई नै अहिले आइएसएलएम एप्रोच, सो हिग्स एन्ड ह्यान्सन एप्रोच पनि हामीले भन्ने गर्दछौँ। सो आइएसएलएम कहिले नसोधिकन हिग्स र ह्यान्सन एप्रोच सोध्यो भने नि हामीले आइएसएलएम एप्रोच हो भनेर बुझ्नु पर्दछ। In this model, they have shown how the level of national income and rate of interest are jointly determined by the simultaneously equilibrium the two interdependent goods and money market. Now भन्दाखेरि अब चाहिँ गुड्स मार्केट इक्विलिब्रियम चाहिँ कति बेला हुन्छ भन्दाखेरि इन्भेस्टमेन्ट इक्वल टु सेभिङ हुँदाखेरि गुड्स मार्केट इक्विलिब्रियम हुने हो। भनेपछि मनी मार्केट इक्विलिब्रियम हुनलाई चाहिँ मनी डिमान्ड अफ मनी र सप्लाई अफ मनी इज इक्वल हुँदाखेरि हाम्रो चाहिँ यो चाहिँ गुड्स मार्केट इक्विलिब्रियम मनी मार्केट इक्विलिब्रियम हुन्छ। सो हाम्रो अब नेपालको सन्दर्भमा मैले भन्दाखेरि इन द कन्टेक्स्ट अफ नेपालको बारेमा मैले भन्दाखेरि कसरी यसलाई अब फर्दर एक्सप्लेन गर्न सकिन्छ भनेपछि कहिले कोअर्डिनेसनको कुराहरू सोधिरहेको हुन्छ। हाउ टु कोअर्डिनेसन, बेटर कोअर्डिनेसन बिट्विन द सेन्ट्रल ब्याङ्क एन्ड मिनिस्ट्री अफ फाइनेन्स एफओएम। सो यसमा कोअर्डिनेसन गर्नलाई चाहिँ हाम्रो चाहिँ आइएसएल एप्रोच थ्रु हामीले कोअर्डिनेट गराएको देखिन्छ, जता चाहिँ अब हामीले फिगरद्वारा पनि देखाउन सक्छौँ। माथि इन्ट्रेस्ट, रेट अफ इन्ट्रेस्ट, यता नेसनल इन्कम र जब चाहिँ रेट अफ इन्ट्रेस्ट र नेसनल इन्कम आइएसएलएम जस्तो कि अब आइएस कर्भ जहिले डाउनवर्ड स्लोपिङ हुन्छ भने एलएम कर्भ अपवर्ड स्लोपिङ हुन्छ। अनि त्यो जता कर्छ त्यो चाहिँ इक्विलिब्रियम पोइन्ट भयो। अनि त्यो इक्विलिब्रियम पोइन्टमा दुईटैको कोअर्डिनेसन भइसकेपछि रेट अफ इन्ट्रेस्ट पनि लो हुने र नेसनल इन्कम चाहिँ बढ्ने हुन्छ। सो त्यो चाहिँ अब थ्योरिटिकल्ली हामीले त्यसैले कोअर्डिनेट गराए पनि नि अब इन द कन्टेक्स्ट अफ नेपाल चाहिँ हाम्रो अब एक्सपान्सनरी जब फिस्कल पोलिसी आउँछ, गभर्मेन्ट एक्सपेन्डिचरहरू बढ्छ। गभर्मेन्ट एक्सपेन्डिचर बढ्दाखेरि पक्कै पनि मनीको फ्लो, सप्लाई मनी बढ्ने गर्दछ। र हाम्रो चाहिँ कस्तो गरिरहेछ भने चाहिँ नेपालमा प्र्याक्टिस कन्ट्याक्सनरी मोनिटरी पोलिसी ल्याएर पनि त्यसलाई चाहिँ एक किसिमको ब्यालेन्स गरेको हामीले पाउँछौँ। किनभने जब एक्सपान्सनरी मोनिटरी पोलिसी र एक्सपान्सनरी फिस्कल पोलिसी ल्याउँछ, ओभर मनी सप्लाईको कारणले गर्दाखेरि इन्फ्लेसन, ओभर इन्फ्लेसन पनि हुनसक्छ। सो मैले प्र्याक्टिकल्ली भन्दै गर्दाखेरि एक्सपान्सनरी फिस्कल पोलिसीमा हामीले कन्ट्याक्सनरी मोनिटरी पोलिसी ल्याएर पनि हामीले कोअर्डिनेसन गर्न सक्छौँ। त्यो चाहिँ प्र्याक्टिकल्ली पनि गरेको देखिन्छ। मैले राष्ट्र ब्याङ्कमा पनि राष्ट्र ब्याङ्क पनि आर्टिकल हेरेको थिएँ। त्यो चाहिँ अब थ्योरिटिकल्ली त्यति साउन्ड छैन, बट प्र्याक्टिकल्ली साउन्ड छ। सो त्यसले चाहिँ ओभर इन्फ्लेसनलाई चाहिँ कन्ट्रोल गरेर एउटा चाहिँ मोडरेट लेभल अफ इन्फ्लेसनमा एउटा लिमिटभित्र राखेर मनी सप्लाई कन्ट्रोल गरेको देखिन्छ। हस्, धन्यवाद।